सम्पूर्णलाई यस दाप्चा स्थित काभ्रे पलाञ्चोक कोतकालिकाबाट सबैलाई नमस्कार। यो पहिलाको कोत घर थियो, यानि कि सैनिक बस्ने स्थल। अनि यो चाहिँ पहिला दुश्मनलाई अवलोकन गर्ने स्थल। यहाँ चाहिँ लुकेर दुश्मनलाई हेर्ने एउटा संरचनाहरू थिए, जुन संरचना अहिले छैन। हाल यस स्थलमा मानिसले विभिन्न संरचना बनाएका छन्, पानी ट्याङ्की, टोयलेट र अन्य कुराहरू। ती इतिहासका संरचनाहरू नमासी र वैकल्पिक उपाय अपनाएर विकासलाई नै कुनै हानि नपुर्याई गरेको भए कति राम्रो हुन्थ्यो होला। हामीले हाम्रा इतिहास जीवितै हेर्न पाउँछौँ। पृथ्वीनारायण शाहको पालामा 7 गाउँको रूपमा दाप्चा नै एक गाउँ हो, जुनमा चाहिँ मानिसलाई 7 गाउँ पठाइयो भनेर यसको नाम पनि दिप्रोपदेशमा उल्लेख गरिएको पाइन्छ। यस स्थल पृथ्वीनारायण शाहले एकीकरण जित्नुभन्दा अगाडि काठमाडौँका मल्ल राजाहरूले पनि प्रयोग गरेका थिए र यस स्थल पूर्वी नाका भनेर पनि चिनिन्छ। डाँडाको टुप्पोमा रहेको यस स्थल सानो मन्दिर र यसमा प्राचीन कालदेखि एउटा चल्दै आएको चलन नवमीको दिनमा राँगा र बोका बलि दिने चलन हाल पनि चल्दै आएको रहेछ। नवमीको दिनमा त्यहाँ पुगेको कारण चाहिँ मैले यस बलि अवलोकन गर्न पाएको थिएँ। राँगाको शिर छेदन गरेपछि भुइँमा झरेको रगत चाहिँ मानिसहरूले आफ्नो पाउले किल्चिने रहेछन् र आफ्नो निधारमा त्यो रगत टिका पनि लाउने चलन रहेछ। यसको पछाडिको रहस्य मलाई पनि थाहा भएन र त्यहाँ धेरै जसो मानिसहरूले त्यसो गर्दा रहेछन्।